सरप्राइज हेर्नु साथीहरू, मैले हजुरलाई आफ्टरनुनमा भनेको थिएँ आज म धेरै खुसी छु र आज हजुरहरूको लागि सरप्राइज छ भनेर भनेको थिएँ होइन। त्यो सरप्राइज चाहिँ मेरो मम्मी हुनुहुन्छ होइन। मम्मीलाई देखेर बाबालाई देखेर नानी कुदेर जाँदैछ होइन। अनि आज मम्मी आउनुभयो। अस्ति हलिदियरको दिन दिवालीमा मम्मी जानुभयो, आमा घर जानुभएको थियो। अनि आज आउनुहुँदैछ मम्मी। अनि हजुरहरूलाई म के भन्नु, यति खुसी लाग्दैछ मलाई, किनभने बाबा आमा नभएको घर यति शून्य लाग्छ, यति शून्य लाग्छ। घरमा सबै थोक भएर पनि घरमा केही नभए जस्तो लाग्छ। यहाँ चाहिँ मम्मीलाई मैले मम्मी यता हेर्नुहोस् भनेर भन्दैछु। अनि मम्मी चाहिँ मलाई यो देखाउनु हुँदै थियो नि त। अनि यता अब सबै सामानहरू बाबाले माथि राखिदिनु हुँदैछ। मेरो नानी चाहिँ आमा मलाई के ल्याइदिनु भयो भनेर एकदम खुसी भएर क्या उयो गर्दैछ। अनि यहाँ यो टोस्टहरू ल्याउनु भएको रहेछ, त्यो खाना नानी भनेको होइन अरे। अनि यहाँ 2 PM नुडल्स, अनि यो के आम पापड के भन्छ ल्याउनु भएको रहेछ होइन। अनि नानीले 2 PM नुडल्स खोलेर पनि, कोरियन नुडल्स खोलेर पनि म खान्छु भनेर बसिहालेछ हेर्नुहोस् न। अनि निकालेर खोलेर पनि अब बसी पो हाल्छ त नानी त, अन्त लिएर। अनि बाबालाई पनि ब्यागहरू त निकाल्नु हुँदैछ। अनि हेर्नुहोस् गाइस, आज पुरा रमाइलो भइरहेछ घरमा। अनि सबै सामानहरू मैले ब्यागहरू भित्र लिएर आएँ। मम्मी आउनुहुन्छ आज। मेरो मम्मी बिरामी हुनुहुन्छ नि त। बिरामीले गर्दाखेरि त्यो टाढोबाट ट्राभल गर्नुहुन्छ भनेर भन्दाखेरि चाहिँ मलाई अगाडिदेखि टेन्सन हुनु थाल्छ होइन। बिरामी मान्छे हो, अब 4-5 पल्ट अपरेसन गरेको मान्छे हो। हेर्दा त अब मान्छेले भन्नुहुन्छ होला कति हेल्दी मान्छे, के बिरामी छ होला भनेर भन्नुहुन्छ होला। तर बिरामी मान्छे नि हेल्दी हुँदो रहेछन् होइन। बिरामी मान्छेहरू बेसी हेल्दी देखिँदो रहेछ। यस्तो मम्मीलाई धेरै बिरामीहरू छ, त्यसले गर्दाखेरि। अनि मैले हजुरलाई देखाउँदैछु 2 PM नुडल्स ल्याइदिनु भएको रहेछ, 3टा सेट। अनि यो टिकादानी ल्याउनु भएको रहेछ, एउटा घरको लागि, एउटा दिदीको लागि, एउटा मेरो लागि लिएर आउनु भएको रहेछ, मेरो घरको लागि। अनि यो थर्मस चाहिँ माइजूले आमाहरूलाई गिफ्ट दिनुभएको अरे। मम्मी आन्टीहरूलाई 3जना दिदी बहिनीलाई नि एउटै किसिमको दिनुभएको रहेछ। अनि